कति अर्सा गरौँ न भरे मेरोमा साह्रो मन दिएको भनेर नि मेरो चाट छैन के यहाँको मान्छे कति आयो कमेन्टहरू के छ गाइजहरूलाई सेकुवा पानी परिरहेछ है बाहिर डाँडा चाहिँ पानी परिरहेछ पुरै हाम्रो चाहिँ यहाँ अहिले यस्तो छ रमाइलो भइरहेछ खाइसकिन्छ होला हौ मासु टन्नै छैन फेरि यति हुन्छ केटा हो नि त अब यो हामी पोल्छौँ यो खान्छौँ हाम्रो यहाँ पोल्ने ठाउँ यस्तो भइरहेछ पोल्ने ठाउँ बन्दैछ ढुङ्गा छ यस्तो है यो ढुङ्गा केटा गोबर छ त गोबर होइन यो सिमेन्ट यो उकाउनुपर्छ पारेर ल अहिले हामी चाहिँ यस्तो जङ्गल भित्र छौँ होइन तमासा गर्दैछौँ एकचोटि मलाई रोज दिनु न थ्याङ्क यू सो मच तपाईँलाई मलाई गिफ्ट गरिदिनु भयो त्यही हो नि होइन नत्र भरे केमा बोल्ने कुरा फुटिजान्छ भन्ने कुरो तर फुट्दैन जस्तो लाग्छ मलाई मासु पोलेर खानेछौँ यो चाहिँ हाम्रो भोजपुर जिल्लाको पर्यटक स्थल यो मुटुङ पदमार्ग जाने बाटो है ल साथीहरू गिफ्ट गरिदिनु होला है फुल दिनु होला है कसैले पाना दिनु भने पाना दिनु होला छोरी फेरि सुरु भयो मासु पोल्नलाई गाइसहरू खानुहुन्छ नि आउनु चोचेको मासु अचार छ भेन्टा र लोकल डल्ले खोर्सानी अनि यहाँ चिसो चिसो छ डिउसिउहरू ल अब सुरु भयो हाम्रो स्टार्ट पनि चाहियो नि त ओ माई गड दामी दामी भाइलाई ताली केटा हो ओ ताली प्रकार हाम्रो केटालाई कोही छैन केटाहरू यार हाम्रो केटाहरू आज हाम्रो केटाहरू अलिक हामी नर्मल आइयो के अर्को जुन चाहिँ हामी ठुलो माहौल बनाएर आउनेछौँ खोइ त भाइको लागि गिफ्टै हार्नु भएन तपाईँहरूले मैले कति गिफ्ट मागेँ तपाईँहरूलाई मैले गिफ्ट माग्दाखेरि नराम्रो नसोचिनु कृपया किनभने भाइलाई अलिकति हामीले हौसलाको लागि भाइलाई चाहिँ हामीले अब रेकर्ड गर्नुको लागि लानु भाइको भोइस कस्तो लाग्यो ल शिक्षा ठुलो तपाईँहरू को कसले मलाई गिफ्ट दिनुभएको छ कमेन्ट गर्नु त को कसले दिनुभएको छ सुमन साथीले धेरै दिनुभएको छ पक्कै पनि एकजना उहाँको नाम याद गरिदिनु उहाँले 10वटा कि 15वटा चाहिँ आएको छ काट्ने भएन क्या साथीको खुकुरी साथीहरूलाई 50 सेकेन्ड भन्नुहुन्छ कता हो सोल्टी भन्ने हुन्छ सोल्टी नि म अहिले पुरा हेर्न कत्रो पानी आइरहेछ मासु सासुले ल दामी छ है मासुले मैले यहाँनिर सेक्वाको लागि मोलमाल गर्दैछु नजिक हुनु जाने साथीहरू आउनु होला खानु मेरो बारे पनि गर्दा मान्छेहरू आउँछ कति ऱ्यापको मलाई हाल्नु धेरै धेरै माया ल उहाँलाई चाहिँ हामीले अब त्यो लानु आँटेको छौँ त्यही भएर तपाईँलाई मैले गिफ्ट दिनु न कस्तो छ तपाईँहरूको यतिकै निकालिदिएको छु मैले नुन ठिकै छ त्यो सुँगुरको मासुमा कर्कै राम्रो क्या मलाई त्यही माथि प्रेसर हालिसक्यो होइन झन् पेसाक हुने हो नि टेन्सन भयो नि नखाउँ भने पनि अब माथि जस्तो कुरोबाट छोड्नु भरै गएर कमी गर्नुपर्छ प्रेसर घटाउनु जाऊ न यता त्यो व्यवस्था हान्न छिट्टो जाउँ भनेको नहुने पनि त ए मा कुरी डराउँछ नि त यार हो यस्तो चाहिँ गरौँ त अचारलाई यहाँ राख्नु नि नानी त एक ठाउँ बसेर दुबै टोक्छ भन्छु दसलाई चाहिँ धेरै टमाटर लाएर म पनि खान्छु भने सेवा है सोल्टी ब्रोहरू भने सेवा नमस्ते नमस्कार है सबैजना
आउनुपर्छ कि त्यो म पनि दाइ भन्छ भाइ ल प्लेन टिकट काटिदिन्छु म कोरियादेखि ल आउनु ल छिटो ए 90 जना हुने भइसक्यो तपाईँहरू ल मेरो साथी केटाहरू छ है भाइहरू ल हेलो साथीहरू हाम्रो पारा यस्तै छ के गर्नु हो पानी आएर छ टक्क पोल्ने चरप्प हान्ने है यही तिम्रो बुढी मैले लगिदिएँ अर्कै ल दे न त गिफ्ट है साथीहरू प्लिज गिफ्ट तर अझै छौ यादमा उनी त खुसीसँग गई अपरिचित साथमा उसँग हाँसो छ तर आँसु मेरो भागमा बताउन खोजे धेरै हाम्रो मायाको बारेमा के बताउन सक्छु होला र आफै फेल बाछु मायामा के बताउन सक्छु होला र आफै फेल बाछु मायामा छोडी गयौ तिमी त यहाँ मलाई एक्लो पारी उनी त खुसीसँग गई उनी त गएर